त्यो कसले दिएको थियो त? केपी ओली ज्यूले सञ्चालन गरिरहेको भन्छु म चाहिँ, सञ्चालन गरिरहेको पार्लियामेन्ट र देश थियो। नमस्कार, म अमन प्रताप अधिकारी। भाद्र 23 को दिन जेनजी आन्दोलनलाई समर्थन गर्दै म संसद भवन अगाडि पुगे। संसद भवन अगाडि गोली चल्यो। ड्याङ ड्याङ गोली चल्दाखेरि भागमभाग दौडादौड भयो। मेरै अगाडि पछाडि र दायाँ बायाँ 4 जना स्कुल ड्रेस लगाइरहेका विद्यार्थीहरू ढले। उनीहरूलाई गोली लाग्यो, उनीहरू त्यही ढले र उनीहरू त्यही शहीद भए। भाद्र 24 को दिन ती विद्यार्थीहरू झलझली मेरो आँखामा, मेरो मुटुमा आइरहेको अवस्था, आक्रोश बोकेर म फेरि संसद भवनले पुगेँ। एन्टी करप्सन र अन्य केही मुद्दाहरू लिएर अगाडि बढेको जेनजी आन्दोलनलाई समर्थन गर्दै म पुगेको त्यहाँ। एक दिन अगाडिको हत्याले त्यो आक्रोश यसरी बढेको थियो, आगो यसरी बढेको थियो। त्यहाँ म मात्रै होइन, त्यहाँ लाखौंको संख्यामा जो आएका थिए। सबैमा त्यो आक्रोश किन थियो त? जो सरकार थियो नि, त्यो सरकारले सांसद भित्रबाट गोली प्रहार गरेको थियो र तपाई मेरा छोराछोरी त्यही ढलेर त्यही शहीद भएका थिए। संसद भवन भित्र सबै हुल भित्र जाँदा त्यो आक्रोश सबैमा देखिन्थ्यो, ममा पनि थियो। भित्र गइयो, भित्र जाने बित्तिकै मैले मोबाइल निकालेँ र ती तपाईका मेरा छोराछोरी माथि गोली प्रहार गर्ने, मेरा छोराछोरी पनि भाद्र 23 का दिन त्यही आन्दोलनमा शरीक थिए। उनीहरू पनि त्यही संसद भवन पनि पुगेका थिए। तर तपाईका कति छोराछोरी त गोली लागेर मरे नि त, शहीद भए नि त। सो त्यो गोली हान्न आदेश दिने सरकार चलाउने र त्यो देश चलाइरहेको त्यो सरकार, त्यो देश चलाइरहेकोहरूलाई मैले के बोले त? तेरो देश सकियो भनेर बोले। त्यो को माथि इङ्कित थियो त? जसले त्यो सरकार, त्यो देश चलाइरहेको थियो र जसले त्यो गोली हान्ने आदेश दिएको थियो। त्यो कसले दिएको थियो त? केपी ओली ज्यूले सञ्चालन गरिरहेको भन्छु म चाहिँ, सञ्चालन गरिरहेको पार्लियामेन्ट र देश थियो।